प्रधानमन्त्री बालेन्द्र शाह आज पनि सदनमा उपस्थित नभएपछि हर्क साम्पाङ पनि निस्किए। बालेन्द्र शाह उपस्थित नहुँदासम्म आफू पनि उपस्थित नहुने उनको अडान। सभामुखलाई उनले नियमावली 15 को 2 लागू गरी कि त प्रधानमन्त्रीलाई सदनसँग जवाफदेहिता बनाउनु पर्ने कि त नियमावली 31 को 1 लागू गरी सदनबाट मलाई निष्कासन गर्नुपर्ने भन्ने माग राखेका थिए। त्यो सँगै उनी सदनबाट निस्किएका हुन्। म आजको सदनमा के माग गर्छु भने यहाँले 15 को 2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31 को 1 लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिन हुन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु कि त 15 को 2 प्रयोग गरेर प्रधानमन्त्रीज्यूलाई ल्याउनु पर्यो, होइन भने 31 को 1 प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश यहाँले दिनु पर्यो। दुईटामा एउटा गर्नु पर्यो। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, यहाँको पनि बाध्यता छ। तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेछु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ, म यो कुरा राख्न चाहन्छु सभामुख महोदय। धन्यवाद। यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। 31 को 1 पनि लागू गर्न सक्नुहुन्न भने म आफै निस्केर जाँदैछु। यहाँलाई अल द बेस्ट। यो दैनिक जसो यो गरिराख्न आवश्यक छैन। अब यो हामीले प्रश्न सोध्न पनि नपाउने, सम्बन्धित मन्त्रीले उत्तर पनि नदिने, 1 महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीज्यूलाई खोजेको। अब यहाँले मलाई पनि रुलिङ गर्नु नसक्ने, अब प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्न सक्ने कुरा पनि भएन होला। त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो। मान्य सदस्यलाई मैले अघि पनि भने